के तपाईलाई कहिले यस्तो महसुस भएको छ कि तपाईँ जति धेरै मानिसहरूलाई खुसी पार्न खोज्नुहुन्छ, उनीहरूले तपाईलाई त्यति नै हल्का रूपमा लिन्छन्। तपाईँ सबैको लागि उपलब्ध हुनुहुन्छ, सबैको कुरा सुन्नुहुन्छ, सबैलाई मद्दत गर्नुहुन्छ, तर अन्त्यमा तपाईँ एक्लो, थकित र अपमानित महसुस गर्नुहुन्छ। यदि तपाईको जीवनमा यस्तो भइरहेको छ भने आजको यो भिडियो तपाईको लागि हो, किनकि आज हामी एउटा यस्तो अचूक कलाको बारेमा कुरा गर्दैछौँ जसलाई अपनाएपछि मानिसहरूले तपाईलाई हल्का रूपमा लिन छोड्नेछन्, तपाईको सम्मान गर्न थाल्नेछन् र तपाईको अनुपस्थितिमा पनि तपाईलाई याद गर्नेछन्। त्यो कला हो वास्ता नगर्ने कला, द आर्ट अफ इग्नोरिङ। यो कुनै मोडर्न जमानाको घमण्ड वा एटिट्युडको कुरा होइन, यो हजारौं वर्ष पुरानो त्यो ज्ञान हो जुन महान गुरु आचार्य चाणक्यले आफ्नो नीतिमा सिकाएका थिए। चाणक्यले भनेका थिए, मूर्खहरूसँग बहस गर्नु, निन्दकहरूलाई जवाफ दिनु न तुच्छ मानिसहरूसँग तर्क गर्नु भनेको फोहरमा ढुङ्गा हालेर आफ्नै शरीरमा हिलो छ्याप्नु जस्तै हो। आजको यो भिडियोमा म तपाईहरूलाई चाणक्य नीतिका आधारमा 7 यस्ता शक्तिशाली तरिकाहरू बताउने छु जसले तपाईलाई वास्ता नगर्ने कलामा निपुण बनाउनेछन्। यो सिकेपछि तपाईको जीवनबाट 90% तनाव र अनावश्यक समस्याहरू आफै समाप्त हुनेछन्। तपाईँ आफ्नो लक्ष्यमा केन्द्रित हुन सक्नुहुनेछ र तपाईको मानसिक शान्ति कसैले सोच्न सक्ने छैन। त्यसैले यो भिडियोलाई अन्तिमसम्म ध्यान दिएर हेर्नुहोस्, किनकि हरेक बुन्दाले तपाईको सोच्ने तरिका बदलिदिनेछ र सातौं बुन्दा त सबैभन्दा महत्त्वपूर्ण छ, जसले तपाईलाई भिडबाट अलग उभाएर एउटा शक्तिशाली व्यक्तित्वको रूपमा स्थापित गर्नेछ। लौ सुरु गरौँ हाम्रो यात्रा पहिलो सूत्रबाट। सूत्र नम्बर 1, मनको खेल बुझ्नुहोस्। यदि तपाईँ वास्ता गर्न सिक्न चाहनुहुन्छ भने सबैभन्दा पहिले यो अकाट्य सत्याइ आफ्नो दिमागमा बसाल्नुहोस्। बाहिर जे भइरहेको छ त्यो तपाईको नियन्त्रणमा छैन, तर त्यसप्रति कस्तो प्रतिक्रिया दिने त्यो पूर्ण रूपमा तपाईको नियन्त्रणमा छ। हाम्रो जीवनमा हरेक दिन अनेकौं घटनाहरू घट्छन्। कोही हाम्रो प्रशंसा गर्छ, कोही आलोचना गर्छ, कोही सहयोग गर्छ, कोही धोका दिन्छ। परीक्षामा फेल हुनु, व्यापारमा घाटा हुनु, सम्बन्धमा दरार आउनु सबै बाहिरी परिस्थितिहरू हुन्, तर समस्या परिस्थितिमा होइन, समस्या हाम्रो मनले त्यसलाई कसरी लिन्छ भन्नेमा हो। आचार्य चाणक्यले भनेका छन्, मनुष्यस्य मन एव तस्य बन्धनस्य मोक्षस्य च कारणम्, अर्थात् मानिसको मन नै उसको बन्धन र मुक्तिको कारण हो। यदि तपाईले आफ्नो मनलाई अरूको कुरा वा परिस्थितिको गुलाम बनाउनु भयो भने तपाईँ सधैँ दुखी रहनुहुन्छ, तर यदि तपाईले आफ्नो मनलाई नियन्त्रण गर्न सिक्नुभयो भने संसारको कुनै पनि शक्तिले तपाईलाई विचलित गर्न सक्दैन। सोच्नुहोस् त, गुलाफको बोटमा फूलसँगै काँडाहरू पनि हुन्छन्। बुद्धिमान मानिस काँडा देखेर गुनासो गर्दैन, बरु सावधानीपूर्वक फूल टिप्छ। हाम्रो जीवन पनि त्यस्तै हो। हरेक राम्रो कुराको साथमा केही न केही नकारात्मकता जोडिएकै छ। तपाईको काम त्यो नकारात्मकतासँग लड्नु होइन, त्यसलाई व्यवस्था गरेर आफ्नो बाटोमा अघि बढ्नु हो। आजको डिजिटल युगमा जहाँ हरेक मिनिट सूचना, विचार र मानिसहरूको टिक्का टिप्पणीको बाढ आइरहेको छ, यदि तपाईले हरेक कुरामा प्रतिक्रिया दिन थाल्नुभयो भने तपाईको सम्पूर्ण ऊर्जा त्यहीँ सकिन्छ। तपाईको मन एक रणभूमि बन्छ जहाँ तपाईँ अरूको लडाईँ लडिरहनु भएको हुन्छ। त्यसैले आजैदेखि एउटा अभ्यास सुरु गर्नुहोस्। जब कसैले तपाईलाई नकारात्मक कुरा भन्छ वा कुनै परिस्थिति तपाईको विपक्षमा जान्छ, तब तुरुन्तै प्रतिक्रिया दिनुको सट्टा एकछिन रोकिनुहोस् र आफैलाई सोध्नुहोस्, के यो कुरामा मेरो ऊर्जा खर्च गर्नु साँच्चै आवश्यक छ? के यसले मलाई मेरो लक्ष्यको नजिक लैजान्छ? 90% अवस्थामा जवाफ छैन भन्ने आउनेछ। जब तपाईँ यो कुरा बुझ्नुहुन्छ, तब तपाईँ अनावश्यक कुराहरूलाई वास्ता गर्न छोड्नुहुन्छ। तपाईको मन शान्त हुन्छ र तपाईको ध्यान सही ठाउँमा केन्द्रित हुन्छ। याद राख्नुहोस्, जसले आफ्नो मन जित्यो उसले संसार जित्यो। सूत्र नम्बर 2, हरेकलाई जवाफ दिन बन्द गर्नुहोस्। हाम्रो समाजमा एउटा गलत धारणा छ, यदि कसैले हाम्रो आलोचना गर्यो वा हामीमाथि प्रश्न उठायो भने हामीले तुरुन्तै जवाफ दिएर आफूलाई सही साबित गर्नुपर्छ। तर चाणक्यको नीति यसको ठिक उल्टो छ। चाणक्य भन्छन्, समयभन्दा ठुलो कुनै जवाफ हुँदैन। हरेक व्यक्तिलाई, हरेक आलोचनालाई र हरेक प्रश्नलाई जवाफ दिइरहनु आवश्यक छैन। वास्तवमा कहिलेकाहीँ तपाईको मौनता नै सबैभन्दा शक्तिशाली जवाफ हुन्छ।
जब मानिसहरूले तपाईलाई भन्छन् तिमीले केही गर्न सक्दैनौ, तिम्रो औकात छैन वा यो तिम्रो बसको कुरा होइन भने उनीहरूसँग बहस गरेर आफ्नो समय र शक्ति बर्बाद नगर्नुहोस्। मुस्कुराउनुहोस् र आफ्नो काममा लाग्नुहोस्, किनकि तपाईको जवाफ शब्दले होइन, तपाईको कर्म र सफलताले दिनुपर्छ। कल्पना गर्नुहोस् त, भोलि जब तपाईँ सफल हुनुहुन्छ, तपाईको त्यही सफलताले उनीहरूको मुखमा सबैभन्दा ठुलो थप्पड मार्नेछ। तपाईको घर, तपाईको गाडी, तपाईको जीवनशैली, त्यहाँ नै तपाईको जवाफ हुनेछ। नेपालीमा एउटा उखान छ, कुकुर भोक्दै गर्छ, हात्ती आफ्नो बाटो हिँडिरहन्छ। तपाईँ त्यो हात्ती बन्नुहोस् जसलाई सडकका कुकुरहरूको भुकाइले कुनै फरक पार्दैन। तपाईको लक्ष्य महान छ, तपाईको यात्रा लामो छ। यस्ता सानातिना कुरामा अल्झिनु भयो भने तपाईँ कहिले आफ्नो गन्तव्यमा पुग्न सक्नुहुन्न। जो मानिस तपाईलाई साँच्चै विश्वास गर्छ उसलाई तपाईको स्पष्टीकरणको आवश्यकता पर्दैन, र जो मानिस तपाईमाथि विश्वास गर्दैन उसले तपाईको हजारौं स्पष्टीकरणपछि पनि विश्वास गर्ने छैन। त्यसैले आफ्नो ऊर्जा बचाउनुहोस्, अरूको नकारात्मकतालाई आफ्नो मनमा प्रवेश गर्ने अनुमति नै नदिनुहोस्। जब तपाईँ अनावश्यक बहस र विवादहरूलाई वास्ता गर्न छोड्नुहुन्छ, तब तपाईले त्यो बचेको ऊर्जालाई आफ्नो सपना पूरा गर्न लगाउन सक्नुहुन्छ। अबदेखि कसैले तपाईलाई उक्साउन खोज्यो भने चुप रहनुहोस्, तपाईको शान्तिले उनीहरूलाई सबैभन्दा बढी बेचैन बनाउनेछ। सूत्र नम्बर 3, नाइ भन्न सिक्नुहोस्। यो संसारमा सबैभन्दा सोझा र भलादमी मानिसहरू नै सबैभन्दा दुखी हुन्छन्, किनकि उनीहरूले कसैलाई नाइ भन्न सक्दैनन्। उनीहरू आफ्नो इच्छा, आफ्नो समय र आफ्नो खुसीलाई मारेर अरूलाई खुसी पार्न लागि पर्छन् अनि पछि गुनासो गर्छन्, हामी जस्ता राम्रा मानिसहरूसँगै किन सधैँ नराम्रो हुन्छ। यसको जवाफ चाणक्य नीतिमा स्पष्ट छ। चाणक्यले भनेका छन् कि हरेक व्यक्तिले आफ्नो सीमा निर्धारण गर्नुपर्छ। जुन राज्यको कुनै सिमाना हुँदैन त्यसमाथि जो कहिले पनि आक्रमण गर्न सक्छन्। ठीक त्यसै गरी यदि तपाईले आफ्नो जीवनको सिमाना बनाउनु भएन भने मानिसहरूले तपाईको भलाइको फाइदा उठाउनेछन् र तपाईलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्नेछन्। नाइ भन्नु स्वार्थी हुनु होइन, नाइ भन्नु आफ्नो आत्मसम्मानको रक्षा गर्नु हो। जब तपाईँ कुनै यस्तो कामलाई नाइ भन्नुहुन्छ जुन तपाईँ गर्न चाहनुहुन्न, तब तपाईँ आफ्नो समय, आफ्नो ऊर्जा र आफ्नो मानसिक शान्तिलाई हो भनिरहनु भएको हुन्छ। सोच्नुहोस् त, अफिसमा एक सहकर्मीले सधैँ आफ्नो कान तपाईलाई धुम्पाउँछ, तपाईँ नाइ भन्न सक्नुहुन्न र रातभरि बसेर उसको काम गरिदिनुहुन्छ। परिणाम उसले पदोन्नति पाउँछ र तपाईको स्वास्थ्य र पारिवारिक जीवन बर्बाद हुन्छ। चाणक्यले सिकाएका छन् कि आफ्नो क्षमता र सीमालाई चिन्नुहोस्। सबैलाई खुसी पार्ने ठेक्का तपाईले लिनुभएको छैन। यदि तपाईले सबैलाई आफ्नो कानमा बोक्न खोज्नुभयो भने एकदम तपाईँ आफै त्यो बोझले थिचिनुहुनेछ। जब तपाईँ नाइ भन्न सुरु गर्नुहुन्छ, सुरुमा केही मानिसहरू तपाईसँग रिसाउलान्, तपाईलाई घमण्डी भन्लान् वा तपाईलाई छोडेर जालान्। जान दिनुहोस्, जो मानिस तपाईको नाइको रसमान गर्न सक्दैन यो तपाईको जीवनमा रहन लायक पनि छैन। सही मानिसहरूले तपाईको सीमाको रसम्मान गर्नेछन् र गलत मानिसहरू आफै तपाईको जीवनबाट बाहिरिनेछन्। आफ्नो लागि बाँच्न सिक्नुहोस्। तपाईँ यो संसारमा अरूको अपेक्षाहरू पूरा गर्न मात्र आउनुभएको छैन। तपाईको आफ्नै सपना छ, आफ्नै लक्ष्य छ, त्यसलाई प्राथमिकता दिनुहोस्। सूत्र नम्बर 4, सफाई दिन छोड्नुहोस्। मैले यस्तो किन गरेँ, मेरो मतलब त्यो थिएन, कृपया मलाई गलत नबुझ्नुहोस्। यदि तपाईँ बारम्बार यस्ता वाक्यहरू बोल्नुहुन्छ र हरेक कुरामा मानिसहरूलाई सफाई दिइरहनुहुन्छ भने तपाईँले अनन्जानमै आफ्नो मूल्य घटाइरहनु भएको छ। जब तपाईँ आफूलाई बारम्बार व्याख्या गर्नुहुन्छ, तपाईँले मानिसहरूलाई एउटा सन्देश दिइरहनु भएको हुन्छ, मलाई तपाईँको स्वीकृतिको आवश्यकता छ, म तपाईँको नजरमा सही बन्न चाहन्छु। यसले तपाईँलाई एउटा कमजोर र आत्मविश्वास नभएको व्यक्तिको रूपमा प्रस्तुत गर्दछ। चाणक्यको नीति अनुसार एउटा शक्तिशाली व्यक्तिको कर्म भुल्छ, उसको शब्द होइन। तपाईँले जे निर्णय लिनुभयो त्यसमा अडिग रहनुहोस्। तपाईँले हरेक व्यक्तिलाई आफ्नो सोच र निर्णयको कारण बताइरहनु पर्दैन। हिराले कहिले चिच्याएर म बहुमूल्य छु भन्दैन, त्यसको चमकले नै त्यसको मूल्य बताउँछ। ठीक त्यसै गरी तपाईँ पनि हिरा जस्तै बन्नुहोस्। आफ्नो मूल्यलाई आफ्नो काम र व्यक्तित्वबाट चम्कन दिनुहोस्, शब्दहरूबाट होइन। जसले तपाईँलाई बुझ्छ उसलाई तपाईँको मौनता पनि समझमा आउँछ र जसले तपाईँलाई बुझ्दैन उसले तपाईँको हजारौं शब्दहरूलाई पनि गलत अर्थ लगाउनेछ। अझ जब तपाईँ कम बोल्नुहुन्छ र हरेक कुराको सफाई दिनुहुन्न, तपाईँको व्यक्तित्वमा एउटा रहस्य अर्थात् मिस्ट्री पैदा हुन्छ। मानिसहरू तपाईँको बारेमा जान्न उत्सुक हुन्छन्।
तपाईको हरेक शब्दको वजन बढ्छ। उनीहरूले तपाईलाई हल्का रूपमा लिन छोड्दिन्छन्, किनकि उनीहरूलाई थाहा हुन्छ कि तपाई व्यर्थमा बोल्नुहुन्न। यो बानी अपनाउनुहोस्, आफ्नो निर्णय लिनुहोस् र अगाडि बढ्नुहोस्। यदि कसैले प्रश्न गर्छ पनि एउटा शान्त मुस्कान दिनुहोस् र भन्नुहोस्, मैले सोचेरै यो निर्णय लिएको हुँ, बस यति नै पर्याप्त छ। तपाई कसैप्रति जवाबदेही हुनुहुन्न, आफ्नो विवेक र आफ्नो लक्ष्यप्रति बाहेक। सूत्र नम्बर 5, लक्ष्यमा मात्र ध्यान दिनुहोस्। एउटा भनाइ छ, ठूलो युद्ध जित्नका लागि सानातिना लडाईहरू हार्नुपर्छ। तपाईको जीवनको सबैभन्दा ठूलो युद्ध हो आफ्नो लक्ष्य हासिल गर्नु। यस यात्रामा तपाईको ध्यान भट्काउनका लागि हजारौं सानातिना लडाईहरू आउनेछन्। मानिसहरूले तपाईको आलोचना गर्नेछन्, तपाईको खुट्टा तान्नेछन्, तपाईलाई विवादमा फसाउन खोज्नेछन्। यदि तपाई हरेक ढुङ्गालाई जवाफ दिन रोकिनुभयो भने तपाई कहिल्यै आफ्नो मन्दिर बनाउन सक्नुहुन्न। आचार्य चाणक्य आफ्नो लक्ष्यप्रति कति केन्द्रित थिए भन्ने कुरा इतिहास साक्षी छ। उनको एकमात्र लक्ष्य थियो नन्द